मसँग मेरो एउटा साथी थियो होइन प्रत्येक खड्का भन्ने त्यसले मलाई भनेको थियो के अरे हिँड्नु त कुनै के अरे सानो बच्चा छ भने त्यसलाई किडन्याप गरेर सेक्स गरेर नि मारिदिने भनेछ। अनि त्यो त उता भाग्यो घर। अनि घर भागेपछि म त्यही बसेँ नि त। यो गर्ने बेलामा तिम्रो दुईजना थियो को प्रदीप खड्का के तिमीसँग काम गर्छ कि होइन ऊ पढ्छ। ऊ पढ्छ कहाँ बस्ने कता हो? ऊ पनि सिमरामै हो। सिमरामै बस्ने हो। घरभन्दा कति टाढा बस्छ हो तिम्रो? मेरो घरभन्दा 10 मिनटको बाटो। 10 मिनटको बाटो छ। त्यो दिनको बिहानदेखि घटना बताउ त बाबु, साँचो साँचो के भयो? जसले हामी दुईजना त्यसलाई लिएर आयो होइन यता। तिमीले भन्यो नि त्यो दिन बिहान म वीरगञ्ज आएँ के भयो? पत्लाबाट वीरगञ्ज गएर वीरगञ्जबाट स्टाफ पुऱ्याएर अनि घर आयो नि। अनि त्यसलाई पनि लिएर आयो। म सिमराबाट उठाएँ त्यसलाई, आफ्नो साथीलाई। अनि यहाँ ल्याएर बस्यो। अनि हामी दुईजना मन गऱ्यो सेक्स गर्न होइन। अनि के अरे हामी आयो यता। अनि त्यो बच्चाहरू खेलिरहेको रहेछ। हामी खेल्न गएको होइन, बच्चाहरू खेलिरहेको रहेछ। अनि त्यहाँबाट चक्लेटको लालच दिएर। कतिजना बच्चाहरू खेलिरहेको थियो? 3 जना थियो। 2 जना केटा थियो, एउटा केटी थियो। अनि केटी चाहिँ यही डर के अरे गढीमा रहेछ। पहिलेबाट चिन्थ्यो त्यो नानुलाई? चिन्दैन थियो। जबदेखि त्यो गाडी चलाउन थाल्यो नि अनि कहिले काहीँ गाडीमा के अरे खेल्न आउँदो रहेछ। त्यो खेल्न आएको समयमा म हुँदैन थिएँ त्यहाँ। अनि के अरे अस्ति चाहिँ भेटाएको थियो। अनि त्यसलाई नि गर्न मन लागेको थियो। घरमा कोही पनि थिएन, त्यस पनि कोही पनि थिएन, मेरो पनि कोही थिएन। लिएर आयो, जति मन गर्यो। चक्लेट किन्यो अनि त्यो त्यहाँबाट भन के भयो? चक्लेट किनेपछि अनि त्यसलाई लिएर गयो। होइन म एक्लै गएको। अनि चक्लेट किनेर आएपछि के भयो? त्यहाँ गयो, बच्चाले खेलिरहेको थियो। बच्चाहरू खेलिरहेको थियो। त्यो प्रत्येक पनि त्यही थियो। तिनीहरूले हेरिरहेको थियो। म चक्लेट किनेर आएँ। अनि चक्लेटको लालच दिएर लिएर गयो त्यसलाई। अनि दुईटा भाइहरूले के गर्यो? त्यो भाइहरूलाई चाहिँ थोरै थर्काउनु त्यो रुँदै घर पुगेछ। अनि के अरे चक्लेटको लालच दिएर गएपछि अनि हामी गयो त्यो घरमा। त्यो घर कसको घर थियो? खोइ त्यो कसको घर थाहा थिएन। अनि के अरे हामी यताउता हेऱ्यो, मान्छे